हेलो अनि नमस्ते सबैजनालाई। आज चाहिँ हामी टक्क धेरै समयको पछि अन्तरालपछि हैन हामी चाहिँ भिडियो गर्न आइरहेको अवस्था छ। एकदम गर्मी टाइममा जेठको महिना लगभग आधा आधी हैन। अनि हामी चाहिँ दिउँसोतिर गर्मीमा मान्छे धेरै खोलामा हुने भएको कारणले गर्दाखेरि साँझमा आइरहेको अवस्था छ खोलामा हैन। अनि हामी चाहिँ यो भालियाङ भन्ने ठाउँमा आइपुगेको अवस्था छ है यहाँनिर। अनि गाइजहरू यहाँ रेडी हुँदैछन् दुईजना, देब्रोका अनि सचिन है। अनि त्यहाँ माथि चाहिँ हन्टरहरू पौडी खेलिरहेको अवस्था छ। अनि हामी चाहिँ भर्खर झर्दै गरेको अवस्था हो यो चाहिँ। अनि खोलाको अवस्था यो छ। त्यहाँ बारीपट्टि चाहिँ केटाहरू हत्केला छपेर उस गरिरहेछ। कति मारिस माछा? 1 केजी मारिस? माछा चाहिँ थोरै मार्यो अरे है केटाहरूले माछा। अहिले चाहिँ के हो भन्दाखेरि गर्मी महिना छ नि त, अन्तलाको घाम होइन, चर्को घाम, त्यसपछि गर्मी, त्यसमा चाहिँ पानीमा खेल्न मजा आउँछ। अनि त्यसपछि फिसिङ, पानीमा हातले माछा समाउनु बहुत मजा आउँछ। त्यसले गर्दा उसले नि आधा केजी वरपर छोप्यो होला भन्ने अनुमान लगाइरहेको छ उसले। त्यहाँ अझै हात हाल्दैछ त्यो केटाहरूले। खै थोरै भन्छ के अरे, अस्ति यहाँनिर बहुत माछा भेटिरहेको थियो यार। र अनि हाम्रो तयारी गर्दै हाम्रो गाइजहरू एकदम तमान खोलाको खुङ्खार माछाका हत्याराहरू है दुईजना देब्रोका है अनि सचिन। के कस्तो होला जस्तो त नि आजको फिसिङ हन्टिङ कार्यक्रम? अब हेरौँ, राम्रै बनाउने विचार छ, कडै हान्ने विचार छ होइन। अनि यता मात्रै के छ त फेरि? मार्ने चाहिँ कडै मार्ने हो र केटाहरूले अलिक डिस्टर्ब हानेछ क्या। डिस्टर्ब हानिरहेको छ है। अनि सेट यार, यिनीहरूलाई अहिले लखेट्नुपर्छ यार। ए सैलाक भन्नुपर्छ अहिले यार। अनि जाल देखाइदिनु त होइन। हाम्रो यहाँ देब्रोगाको चाहिँ एकदम पुरा न्यू तोते जाल, नयाँ जाल तोते जाल होइन। यहाँ चाहिँ पुरा यत्रो माछा मार्ने भनेर उसले पुरा जाल एकदम मेहनत गरेर जाल बनाएर रेडी गरेर 2-4 ट्राई गरिसकेको अवस्था छ हाम्रो खोलामा होइन। ल अब ल यिनै हुने हाम्रो गाउँको खुङ्खार युवाहरू। माछा तल छरेको यिनीहरूको। खोइ जाल देखाउँ न त। ल यहाँ चाहिँ अब जाल तोते जाल हेरिदिउँ है। 20 मात्रै खाने भन्ने कुरा पनि भइरहेको छ यहाँनिर। जालको हाइट वेट सबै हेरिदिउँ न। 3.5 उताको, अनि यताको चाहिँ वेट 4 केजी। अनि यताको वेट के छ, हाइट के छ? 3.5 बित्ता। धेरै राम्रो हाइट। वेट 3.5। तोते जालमा झन् 3.5 है। अर्को चाहिँ भुडे हो। तोते जालको 3.5 त्यो अलि भएन। यति नै हो। तोते जालको आँखा देखाइदिउँ न त। गारामा देखाइदिउँ, माथि त त्यस्तै हो। माथि त किन देखाउनु होइन, गारामा हेर नि। गाराको टाइप टो छ ए। ल यसमा एउटा औँला छिराएर देखाइ त। योभन्दा साना माछै छिर्दैन नि फेरि। बुढे औँला छिर्छ है। छिर्छ त्यही त, बुढे औँला छिर्छ के। बुढेउला भन्दा साना माछै नखाने के। खासमा यत्रो हुन्छ हाम्रोतिर प्रायः जाल यत्रो, उसकोमा चाहिँ यत्रो भइदियो है। ल अब चाहिँ जाल हान्ने कार्यक्रम सुरु गरिदिउँ न त। के हो र भने पानी खाएर एकदम तम तयारी अवस्थामा आउँदै हाम्रो देब्रोका। अर्को जाल खै त ए झोला त्यस्तो हो। ओके भित्रै हाल्न त। हान्यो कि नै पहिलो प्रहार ल मिलाएर ट्याक्क दिउँ त। के गर्दिर भने कडा प्रस्तुति गयो यहाँनिर। कडा एकदम आगो हानाइ भइरहेछ। पुछाल तोके के यार। यो यहाँ खाली
पहिलो प्रहार हाम्रो सचिनको खाली, त्यसपछि अब हामी दोस्रो तेस्रो प्रहारतिर लागौँ होइन। अनि मलाई चाहिँ केटाहरूले पक्का झोले बनाए होइन, झोलासोला दिएर पक्का झोले बनाए। म चाहिँ ओके ठिक छ नि त, तिमीलाई अलि हल्का होस् भन्ने हिसाबले झोला बोकेर हिँडिरहेको छु है म चाहिँ। के छ खाली हो र? त्यस्तै ल्याइरहेछ। कहाँ त होला सचिनको के हुन्छ है त यहाँनिर? सम्भावना बलियो थियो तर असफल। मिलाएर देब्बाल माथि हान्न हो, त्यसो गरी टक्क मिलाएर सरसल्लाह गरेर हानौँ न यार गाइस, के हो? अनि पो बोल तात्छ त गन्दगी। खाली के छ देब्रोका कन्डिसन? त्यता पनि खाली। यो हुनु पर्यो कि स्थिति जालको। कडा प्रस्तुति ल। यहीँ हानेको त्यहीँ हानेर नि के लाग्ला यार। यस्ता छ हाम्रो खेलाडीहरू, घरिघरि रमाइलो गर्छन् हाम्रो खेलाडीहरूले, खेलाडी मित्रहरूले। यो त माछा मारेको हेरौँ भनेको यार, केटाहरूले माछै मार्दैनन् यार। प्रस्तुत चाहिँ कडै छ है, माछा नलागे पनि। खाली खाली यही क्रममा हाम्रो हत्केला खेल्ने खुङ्खार साथी भेटिए यहाँनिर। कति मारेछन् हेरौँ है त। अस्ति चाहिँ 4 केजी किल गइरहेको थियो यार। हेलो सम्धी, कति गयो किलो आज? अस्ति कति गएको छ रे सम्धी? 5 केजी। आमामा सिङ्गल होइन? म भन्छ 2 जनाले यार। कतिखेर आएको त आज? आज चाहिँ माछा अलि लागेन त। खाली 5 केजी माछा मार्ने मान्छे यार, हामी थिस भइरहेको यार। सम्धी यार। ए ल है गयो यो त माछा आइरहेको थियो गयो यार। म चाहिँ टक्क गर्मी अलि बढी नै भएको कारणले होइन, टक्क नुहाइ गरेर फ्रेस भएर हिँडिरहेको अवस्था छ। केटाहरू चाहिँ जाल हान्दैछन्। भर्खर माछा लागिरहेको थियो के अरे, गयो यार उम्केर यार सचिन भाइ है। अनि एउटाले माथि हान्दैछ। गर्मीमा यसरी खोलामा टक्क माछा मार्दै हिँड्नु, त्यसपछि बेलुकी माछा टक्क बनाएर खानुको मजा फेरि अर्कै छ नि यार। के छ है केही छ जस्तो छ है, तर केही छैन रहेछ यार। मैले एकछिन ब्रेक लिएँ होइन, त्यो बिचमा चाहिँ हाम्रो केटाहरूले गाइजहरूले माछा कति मारे हेर्न बाँकी छ है। सचिन भाइको हानाइ होइन, कडक हानाइ।
आयो कि आएन माछा आउनुपर्ने हो तर आएन यार केही छैन ल रोक्न कति गयो किल 2 खै हेरौँ न त ल ल म एकछिन नुहाउँदाखेरि ब्रेक लिँदाखेरिसम्म 2वटा माछा यता यता तिमीले 4-5 ता मारेछ अनि कति मारेछ भइहाल्यो नि तिमीले त त्यो 5-7 कस्तो मारेछ 5-7 मारे खाके धेरै मारे छैन पारा हो बे किन आज भेट्टी मारे त डली मारे ओके डली हो के डली मारे रहेछ हामी टक्क हाम्रो ग्याङ हिँड्दै थियो हिँड्दै गरेको अवस्था अनि सचिन भाइ चाहिँ अलवेज रेडी के सचिन भाइ इज अलवेज रेडी ठोकिहाल्छ नि यार खुङखाड हो नि उसले फेरि दिन रात केही नभनी दिन्छ नि फेरि सियोर हो कि मान्छे सियोर के छ कन्डिसन होइन आज यार काण्ड मचाउने भनेको त खै त यार माछा लाग्दैन त किधर गया काण्ड खै यहाँनिर किमु निकै ओठ मुखै कालो हुनेर खाइन्थ्यो यार हौ हानै चाहिँ कडा हो क्या फेरि यार सचिन भाइ तिमीले बनाउनु पऱ्यो क्या तोते जाल छिटो तोते जालको ट्रेनिङ हो नि यो त तोते जालको ट्रेनिङ तोते जालको ट्रेनिङ चलिरहेछ भनेको क्या ट्रेनिङ भन्दा पनि ट्रेनिङ है हाम्रो चाहिँ गाउँको भाषामा ट्रेनिङ दिइन्छ हामीले भन्न पनि मजा आउने सुन्न पनि अलिक मजा आउने भएर के छ मच्छली माछा नि अड्किनु पर्ने हो क्या यस्तो अड्किएपछि त यार माछा अड्किँदैन अब यहाँ अलिक माथितिरको तयारी चल्दैछ यहाँनिर अनि हाम्रो फेरि यस्तो पनि जान्छ कि गर्मी सिजन भएको कारणले गर्दाखेरि होइन ठाउँ ठाउँमा टक्क हातहरू हाल्दै माछा चेकिङ गर्दै पाएसम्म माछा छोप्दै उहाँ रेडीबाट हैरान भइसक्यो यता चाहिँ हात हालिरहेको अवस्था चाहिँ ल खाना चाहिँ कडा हात हाल न यसो विचार गर त विचार नगर्ने भन्ने कुराकानी भयो ल यहाँ माछा के छ है त आयो कि आएन ल यता खालि यता के भन्छ है खाली अलि उरो भयो अनि उहाँ चाहिँ त्यस्तो चलिरहेको छ है फेरि हाम्रो खुङखार किलरहरूको कन्डिसन आएन के माछा ए आयो 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 ल आजको हाम्रो पहिलो लाइभ प्रस्तुति चाहिँ यस्तो भयो है ल सानै भए पनि माछा हो नि खाना मजा आउँछ नि उता साथीले चाहिँ हात हालेर माछा त लास्टै अप्ठ्यारोमा छ के अघि नै हो हान्ने ऊ त्यो बुलबुल गरेकोमा हानै फेरि कडा छ क्या सोल्टीको यार सोल्टी बजारमा यार भागिसक्यो नि
साना माछा चाहिँ लाग्छ तर लागेन। केटाहरूले जाल हाने माछा मार्ला नमर्ला तर मैले माछा मारिदिन्छु है। पिस माछा क्या हेर त कुन जमानाको पासामा त्यसै यार के हो भन्दै थियो मैले माछा माछा हो कि यसो खुट्टा हालेको त यार खन्यौ खन्यौ गर्छ गर पिस आयो पिस पुरा फन्ने फन्ने गर्दै फन्निराखेको के माछा त म त के रहेछ भनेको त गाडक्स उहाँ फेरि त्यस्तो चलिरहेको छ है यहाँ माछा निकाल्न नसकेर हैरान चेत्दैकै त्यो त पासा पुरानो पासा त त्यो माछा चलिरहेको छ है त्यो कहिलेको पासा कुन जमानाको पासा हो त्यो माछा चाहिँ फ्रेस छ क्या फेरि माछा चलेको है चेत्तोला जाल माथि माथि हिँडेछ यार सचिन भाइ त्यो कुन जमानामा पासा त्यहाँ खसिरहेछ त्यस्तो माछा परेर बसिरहेको अब माछा फेरि फ्रेस के अब के छ यता पनि त्यत्रै लाग्नु पर्यो कि तर आएन यार छ माछा छ है सचिन भाइ केही हुनु पर्यो तर केही छैन रहेछ भन्ने हामीलाई लागिरहेछ यो अवस्थामा अनि हाम्रो तोते जालवाला जाल हानेको अवस्था ट्वाक ढुङ्गामा ट्वाक ल त माछा ल त छ सबै माछा छ कि ल यार पल्टिन्छ त यार उहाँ के छ त ए ल आयो 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 बढिया 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 एउटा पिस आयो है ल मजा आयो एउटा पिस आयो आउनु पर्यो के आउनु पर्यो माछा मच्छली जिन्दगीमा अब उहाँ माथि माथि छडाबाट हान्छन् होला है गाइजहरूले दुई गाइजहरू अनि म चाहिँ मस्त पानीमा अलिअलि घुँडा डुबाउँदै हेर त माछा छेउमा छ यार ठोकेको अवस्था छ है तातेको छ गण्डकी प्रदेश मजा आउँछ अहिले गर्मी समयमा माछा मार्नको लागि बिहान नास्ता खाएर आउनुपर्छ जस्तो लाग्यो कि मलाई दिउँसोभरि त मान्छे खोलैमा हुन्छ गर्मी भएर पुरै पानी चिसो खेल्ने त्यो कारणले गर्दाखेरि साँझपख अघि भर्खर नि हामीले त्यो तल भेटिरहेको थियौँ दुईवटा मामा भान्जा हुन् तिनीहरूले लगभग 1 पाउ जति माछा मारेको थिए त्यसरी सब भतेला खेलिदिन्छन् अनि दिउँसो चाहिँ खासै माछा लाग्दैन क्या हाम्रोतिर अस्ति चाहिँ त्यो मामा भान्जाले यार 4.5 केजी 5 केजीबाट माछा थियो यार पिस हत्केलामै त्यसरी माछा छोपिदिन्छन् अनि यार हत्केला खेल्नेको खुङखार हो कि ऊ फेरि मामा चाहिँ भान्जा चाहिँ सिकारू हो के छ माछा छ मच्छली भुकाली भयो भुका माछा पो रहेछ यार बुक्स
ठोक्यो। अरे वाह, अरे वाह रे मुन्ना। ढुङ्गा उता के छ? उता पनि ढुङ्गै हो, ढुङ्गै हो, ढुङ्गै हो। सचिन भाइले यताको छडा चाप अलि तल, त्यसले माथि हान्छ। हौ यहाँ चाहिँ कडा छ कि फेरि दुईटैको। आयो आयो पारी आयो। तातेको छ, तातेको छ गण्डकी प्रदेश। प्रदेश तातिहाल्यो नि यति भएपछि त। अनि हेरौँ त माछा ऊ तोते जालको हुनुको फाइदा यही हो नि, छिटो डुब्छ जाल, माछा छिटो छोप्न सजिलो हुन्छ। यतातिर त ताइदिइराखेको म यहीँ उभिरहेको छु यार। पातर यार के गरिरह भने कि यस्तो यार, यस्तो नगरौँ न यार। उतामा तातिरहेको छ। ए भेरी गुड भेरी गुड। चाख्नु पर्यो नि माछा, चाख्नु पर्यो। ल त ल सचिन भाइ पिस हानौँ। यो बहर हान्ने ठाउँ होइन कि सचिन भाइ, यो झुक्काउने झुक्काउँछ तर धेरै अनसियोर ठाउँ हो यो भनेको। अझ छराक थाप्लाम खुलुत्त खसाला। हो तातेको छ है, तातेको छ। नि आइहाल्यो नि। दुई पिस त ताइदिएर हो। नि मजा आइहाल्यो नि। तातेको ए गयो, अर्कोलाई समाज, अर्कोलाई पिस गयो नि। ल मजा आयो, मजा आयो। यसरी माछा मार्नु पर्यो क्या यार। झन् ठुलो ठुलो चाहिँ लत्ते गइदियो यार। कन्नो बात नहीं, मुर्गी का दाँत नहीं, फिर मारेंगे चलते चलते। साथीले पनि धन्दै फालिदिइरहेको अवस्था, छोपिदिइरहेको अवस्था। आमामा खतरा हो मान्छे तिमी यार। छद्देको माछा नि समातिदिएर यार। ए र माछाले यार म त बाँचेँ यार, मेरो भाग्य रहेछ भन्ने थियो होला यार। ल यहाँ हत्केलामा है, हत्केलामा त्यही थियो। रमाइलो छ है, रमाइलो छ। खोली बगर गर्मी महिनामा। हाने चाहिँ माछाले के भन्छ है त। के छ मछलीको खबर? आएन सचिन भाइ? मान्छे पनि हत्केला हान्न गयो कि ओके। तल्लोमा के छ? तल्लोमा पनि खाली है। मैले त्यही थुल्चालाई समात समात भन्दै थिएँ कि झन् ल्यात्तै खस्यो। सानो नि धन्ने खसेको थियो होइन।
सचिन भाइले भुइँमा खसेको पानीमा खसेको माछा नि छोपिदिइराखेको अलि माथि जाऊ अनि ऊ त्यो ढुङ्गाको माथिपट्टि त्यहाँ अलि माथिपट्टि गर पारीको ढुङ्गाको हुब्बोपट्टि नसा चापेर है फेरि सुन्यौ नसा चापेर है पर हान्यौ क्या नसा चापेर अलिक फिन्जेर हान्ने हो र धन्न एक्सिडेन्ट भयो त यार नि घोके खाली माछा आज लागिरहेको छैन त्यही सायद दिउँसो मान्छे ओए छै दिउँसो मान्छे खेलेको भएर होला सायद माछा लागिरहेको छैन पुरै नसामा छ कि मजा आइरहेको छ तातेको छ यता आनु देब्बा त्यस्तो हो कचप्ने हो भनेपछि माथि कचप्ने कुराकानी भइरहेछ है क्या दामी देखेको यार दुईजनाले एकैचोटि हानेको यार जाल यार बगाइदियो जाल बगायो जाल चाहिँ तोते लगभग हाम्रोमा तोते चाहिँ भन्छ यो जाललाई अलि त्यस्तो साह्रो तोते त होइन हुन त तर हाम्रो एरियाको लेखी चाहिँ तोते नै हो तर यसको लागि वेट पुऱ्याएन क्या यसले जाल चाहिँ दामी भएको तर वेट पुगेन वेट नपुगेको कारणले गर्दाखेरि अलि बगाउने भएको छ यसको जाल सचिन भाइको हानै कडा गइरहेछ है रमाइलो होला जस्तो है तर हान अस्ति मैले हान्दा त्यहीँ हान्दा लागेको थियो आज चाहिँ लागेन मरक चलिरहेछ कता हिँड्नुभयो त कहाँ यहीँ बस्नुहुन्छ र तपाईँ हो कहाँ यो गाई फार्ममा माथि पनि खाली यहाँ माछा लागिरहेछ होइन अनि सोल्टीले हतार माछा लागेको सुनमा हतार तान्दाखेरि त्यहाँ नागै खस्यो है सचिन भाइ नाग खस्यो नि त त्यहाँ हेर त एउटा तल झुम्दिरहेछ च्यात्ते छैन के गर्छौ गाँठो पार्छौ कि तान्छौ ल आउनु त नागै खसालिदिइराखेको यार हत्केला सुरु हुन्छ कि फेरि त्यस्तो छ यहाँ चाहिँ टक्क धान खेतमा कुलो हाल्नको लागि चाहिँ ताल यसरी छेकिसकेपछि यहाँ ताल चाहिँ अलिक ठुलो भएछ होइन त्यो चाहिँ 2-3 दिनको बिचको ग्यापको कुराकानी हो सचिन भाइ चाहिँ उता अनि मिस्टर देव चाहिँ यता परेको क्या हान्ने चाहिँ
तातेको छ अनि हाम्रो मौसम चाहिँ अहिले लगभग 6 साढे 6 पर टाइम भइसक्यो होइन। अनि हामी चाहिँ यो ताल मैले देखाएको चाहिँ भिरगुनाको ताल हो। त्यही माथि अरिङ्गालको सानो ताला रहेछ। हानेछ भन्ने कुरा पनि भइरहेछ यहाँनिर। पिसले हानिरहेछ अरे यहाँनिर। अनि यो हो हाम्रो चाहिँ साँझको टाइम होइन। साँझ साढे 6 साढे 6 भयो। अब चाहिँ अँध्यारो हुन लागिसक्यो। अब चाहिँ हामीले चाहिँ लगभग मोबाइलमा लाइट बालेर अनि भिडियो गर्नुपर्ने हुन्छ होइन। अनि यहाँ पनि चाहिँ देब्रोगाले यही टाइममा चाहिँ पिसले हानिरहेछ भन्ने कुरा पनि गरिरहेछ। ल क्यामेराम्यान फोकस है, फोकस भइरहेछ त्यहाँनिर। पनि हुनसक्छ र छराले हानेको पनि हुनसक्छ किनभने त्यसले नसामा हानेको छ होइन। त्यो कारणले गर्दाखेरि घाब्रे आछ, घाब्रे पिस छैन। घाब्रेले झुक्काउनु सचिन भाइ यार। सचिन भाइको फेरि कडा जान्छ क्या यार प्रस्तुति यार। घाब्रे घाब्रे भनेको चाहिँ हाम्रो एकदम मिठो माछा हो हाम्रो एरियाको। तैँले हेर्न सुझाव क्या मिठो देखिएको यार। दुईजनाले यार एक सर्टमा हानेको यार। मिस गयो। होता है कभी कभी खाली वारी के छ तातेको छ अनि तर अलि सानो पिस आएछ केही छैन। अनि होइन नि घोकी टाइपको हो गएर जाल यार धोका दिइरहेछ। धोकै चाहिँ भन्न हुन्न है। अलि लेभल मिलिरहेको छैन भन्न चाहिँ सकिन्छ। झ्याप्प अनि यस्तो गरेपछि अनि के कस्तो किन नहोला र। आजको हाम्रो हन्टिङ कडा गइरहेछ भन्ने मलाई लागिरहेछ। ओहो पारी ढुङ्गा आयो। यता के छ त पिस लाग्नुपर्ने ठाउँ त हो यो। छ तातेको छ अनि मजा आइरहेछ। माछा गङ्गटा पारी गङ्गटा भित्र हैरान। माछा आइरहेछ मजा पनि आइरहेछ। ल यता पनि आमा के गरिदिरहेको केटाहरू यार यस्तो यार। माछा त अहिलेकै सालमा सकिने भयो त यार यसरी त। ल तातेको छ।
त्यही मात्रै तातेको छ है, तातेको छ। अस्ति त्यो अघिको मामा भन्छ थिए नि, तिनीहरूले 4-5 केजी माछा मार्ने उतै पारी हो के, बार हाल्यो नि त्यहाँ। यही पारी त्यो सचिन भाइ भएको उतापट्टिको ढुङ्गामा त 4-5 केजी झिकिराखेको माछा, 30 किसिम माछा फेरि सानोतिनो हो र बडा हानिरहेको छ यार। साँझ परेर सब किरेर देखिन ला यार। छ कि के हो? छ। हेत तेरी मैले देखिरहेको थिएँ यार बाहिर यार। त्यहाँ दुलामा हात हाल्दा दुला छ कि छैन तल? उहाँ एउटा है, सचिन भाइले एउटा मार्न सक्छ। राम्रै गयो ल, मजा आयो। मजा आइरहेछ है, तातेको छ है, तातेको छ। त्यहाँ त फेरि त्यस्तो नि जान्छ क्या फेरि टाइममा। तातेको छ कि के हो? नि लाज गर वहाँ पल्लो छेउरा यता हान्ने गर। हानेका छ नि गाईहरूले, हानेका छन्। पिस आउनु पर्यो भन्ने हामीलाई लागेको छ। अरू त खासै माया छैन हामीलाई, पिसै हो चाहिएको। खाली आएर सचिन भाइ खाली देब्रुका के छैन। ढुङ्गामाथि हानेछ क्या फेरि। पारी गङ्गत आयो है। के हो सचिन भाइ? के हो? गङ्गटा हो? ल ल ल
चबाइदिनु पर्छ त्यसलाई पनि। अरे वाह बढिया। हेर्न पनि मजा आउने तरिकाले हान्न पर्यो क्या यार। मानेन। ठिक छ। अनि हाम्रोतिर जुन पनि देखिसक्यो है। हाम्रोतिर जुन देखिसक्यो होइन। गाइजहरू टक्क जाल हान्दै गरेको अवस्था छ। अब एकछिनमा अँधेर झमक्कै हुन्छ होला जस्तो लागिरहेको छ। झिसमिस झिसमिस भइसक्यो होइन। भिडियो पनि अलि धमिलो धमिलो आइरहेको होला अहिले चाहिँ। र हाम्रो प्रयासहरू चाहिँ निरन्तर जारी छन् भन्ने हामीलाई लागिरहेछ। देब्लुकाको जाल अड्किराखेको अवस्था यहाँनिर। मानेनो तातेको छ है, तातेको छ। के छ खबर? मगर्नी नानीको हिले खबर। पारी एक पिस आएको अवस्था छ है। एक पिस आइरहेछ भन्ने हामीलाई लागिरहेछ। यो 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 सयो सयो क्या मिठो तल्केको यार माछा यार। यतातिर के छ खबर? हिले खबर खतम परिहाल्यो नि चाल। के छ खबर? केही छैन खबर। ल अलिक कडा तरिकाले तताउने गरेर हान्नु पर्यो साथीहरू। उता चाहिँ एउटा सानो सानो पिस आइरहेको रहेछ है। यो भुरेचाल हुनुको फाइदा यही हो। फेरि सानो माछा तिनो माछा ठुलो माछा सब मजाले तानेर ल्याएर आउँछ। सही हो सही हो। तर ठुलो माछा खेल्ने ठाउँमा चाहिँ हान्न अलि टाइममा पुग्न सक्दैन कि। ठुलो माछा एकदम स्पिडमा स्यात्तै भागिहाल्छ। जाल बिस्तारै बस्ने हुन्छ कि सानो आँखा भयो भने। ठुलो आँखा भयो भने चाहिँ स्यात्तै छिटो डुब्दाखेरि ठुलो माछा छिटो छोप्छ। अनि ठुलो जालमा फेरि सानो माछा निस्किहाल्छ ठुलो आँखामा। त्यो हुन्छ है समस्या। आफ्ना आफ्ना समस्या छन्। ठुलो आँखा बनाउने भनेको ठुलो माछा खानलाई, सानो आँखा बनाउने भनेको सानो माछा खानलाई। के छ त खबर? पारी फेरि एउटा आएको अवस्था है। भुरेजालको फाइदा, सानो आँखाको फाइदा भइरहेछ है यहाँनिर। ल अनि आमा सेतो माछा चाहिँ लास्टमा त तल्किरहेछ यार।
माछा सेतोबाट अँधेरो भयो नि त अहिले खतरा तल्किरहेको छ कि कस्तो देखिरहेछ मलाई त झिलमिल अँधेरो देखिरहेको होला होइन माथि जुन देखिरहेछ अनि गाइजहरूले चाहिँ ध्यान मजा हानिरहेछ नि ऊ होइन जाल हान्दै गरेको अवस्था चाहिँ यहाँनिर अँधेरो भइसक्यो अब एकछिनमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि टक्क माछा झिक्ने बेलामा लाइट बाल्ने अनि अरू बेलामा चाहिँ लाइट नबालेर कार्यक्रम गर्ने भन्ने हामीले लागिरहेछ अवस्था त्यो आउँछ जस्तो लागिरहेछ किनभने माछा पनि अलिकति त मार्नु पऱ्यो खानु पऱ्यो माछा होइन त्यो हिसाबले गर्दाखेरि भन्दाखेरि यस्तो सर माछा खाली उता पनि खाली भन्ने भइरहेछ यहाँनिर है ट्याक्क अनि यसरी हानेपछि त माछा नआए पनि हान्न मजा आइहाल्यो नि हान्न अनि हेर्ने बेलामा मजा आइहाल्यो नि केटाहरूले पिस माछै हानेनन् के यार आइरहेछ पारी आइरहेछ पारी 2 पिस हो कि के हो वारी खाली पऱ्यो कि के हो अहो अहो यो म्यान यो पारी 2 पिस लागेको अवस्था पारी सही हो झिलमिल अँध्यारो भएर यस्तो झिलमिल आइरहेछ है अनि यहाँ प्रयासहरू चाहिँ निरन्तर एकदम कडक रूपमा जारी छ है त पिस हान्नु पर्यो का किन अरू पिसै नहान्ने भने के छ खबर केही छैन छरै चाबी हान है पर्खे अरे पो भयो त यार भिडियो गर्न मजा आइरहेको थियो यार थोको त्यही हो क्या हान्ने त्यही हो ल स्र्याप करप झ्याप पारिरहेछ भने तातेको गण्डकी यता खाली यता के छ त पनि खाली है दुई साइड चाहिँ खाली
दुखारी लागेको अवस्था है ल क्या मिठो तल्केको यार माछा यार यता खालि ल अँधारो भयो है अब एकछिन चाहिँ लाइट बाल्नुपर्छ एकछिनपछि है तातेको छ है तातेको छ आरामले है सुदेशबा यहाँ चमेरो परिरहेको अवस्था चाहिँ रातको फाइदा फेरि यही हो हेर हिँडेको आमामा चमेरो बोक्यो भने डेन्जर हुन्छ है देब्बा त हुरुबा झिक्छ हुरुबा त समातिस माछा माछा के छ कि छैन माछा नरहेछ यार सचिन भाइ खाली है अनि हाम्रो त दोहोरोका माछाले हानिरहेछ भन्ने कुरा भइरहेको छ यहाँनिर ए हे 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 दुईटा पिस आयो पिस 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 तातेको छ है तातेको छ हानेको हो के हो नि हामीले पहिल्यै महसुस भइरहेको थियो नि तातेको भन्ने हो नि कि सानो डिब्बाले अलि साइडबाट देखाइनु कडा पिस हानिदिएर भने ल यो हुनु पऱ्यो कि यो हुनु पऱ्यो कि माछा मार्न आइसकेपछि तोते जाल लिएर आइसकेपछि यत्तिको चाहिँ हुनु पऱ्यो कम्तीमा 2-4 पिस नत्र त पुरै पिसै पिस बाँकी भनेको थोरै थोरै भनेको नि 2-4 पिस अनि यसरी मार्नु पऱ्यो माछा अनि हामीले फेरि पुरा जुन तारामा खेलिरहेको छ नि त जुन त्यहाँबाट तारा देखिरहेको छ कहाँ हो खै तारा यार तारै देखिन्छ अलिअलि देखिँदैछ यार म फेरि माछा नलागेको होइन कि खासमा माछा ढोको पर्ने त अलगै ठाउँ हुन्छ कि यो खासमा हाम्रो खोलामा यो जालमा लाग्ने माछै छैन कि त्यति साह्रो यो खोला नि सानो भयो हाम्रो अनि ठाडो खोला भयो कि धेरै ढुङ्गाहरू झोँझरहरू ठुल्ठुलो कुरोहरू धेरै भयो कि खोला ठुलो भएर माछा बाहिर हिँड्न पर्ने हो हानिरहेछ है हानिरहेछ है तातेको छ अनि पिस आइहाल्यो नि ल मजा आइरहेछ कस्तो गरान्छ रे ढकढक गरान्छ के ढकढक गरान्छ भन्ने कुरा नि भइरहेछ है ल अब चाहिँ बत्ती मारौँ होला है गाइज ल अब चाहिँ एकछिन यस्तो सुन्छन् अँध्यारोमा कहाँ हो त्यसले हान्छ सचिन भाइले तैँले जुरको माथि हान्नु त ठाउँ ठाउँ चाहिँ टक्क मिलाएर हानौ त यता देब्रोका यहाँ छ है यो बेला फेरि लाइट बाल्दिन भन्दा नि हौ त्यम्मै हो तर अझै हुरो हान्ने छैन सलसले हो मलाई अस्ति त्यहाँ माझो पनि हानिदिएको भुरे जाल छैन कि अँधारोमा छामछाम छुमछुम गरेर देख्यो लागेर देखियो नि त मैले भिडियो चाहिँ गरिरहेको छु है पिस झिकेर फेरि मजा आउँछ कि भनेको अघि बडा मजा आयो यार त्यस्तो भयो भने फेरि हान्न त मजा आउँछ झिक्नेलाई मार्नलाई हामी हेर्नलाई पनि बहुत मजा आउँछ नि भन्ने हिसाब किताब हो कि मेरो के नि तातेको छ है तातेको छ ल काभ्रे मिठो माछा यो काभ्रे भन्ने फेरि हाम्रोतिरको मिठो माछा हो है आमामा हेर त किराहरू ओहो क्या आमामा यता चाहिँ पिसै आएछ काभ्रे ल ल के छ आयो तातेन परदेश ल परदेश खाली छ है अहिले गण्डकी परदेश ए तातेको छ ओहो गङ्गटा हो गङ्गटा हान्दिरा ल गङ्गटा भन्दिएर है म त लास्टै डर लाग्छ नि गङ्गटासँग यार म त फालिदिन्छु तर गङ्गटा लाग्यो भन्दा म त भोक लाग्यो भने किसी पारेर खाइदिने हो भोक लागेन भने त हुन्न जहाँ भयो भने चाहिँ फालिदियो गङ्गटा मार्ने आइडिया देखाइदिउँ न सचिन भाइ यसो टोक्ने चाहिँ फालियो अब टोक्ने फालिदिएपछि जसरी छोपे नि भयो जसरी छोपे पनि हुन्छ क्या त्यसलाई चाहिँ त्यसपछि अनि हिँड्ने मात्रै हो सिस्नु किराको कमाल सिस्नु जस्तै टोक्ने किरा हुन्छ कि एउटा कता गयो यार त्यो किरा यार यतै कतै हुनुपर्छ त्यो किरा एक दिन छोडेर अर्को दिन बल्ल चिलाउँछ कि यो गाड्रेकै हुन्छ कि
यस्तो नभए त उस गर्छ फेरि पोले जस्तो के सिस्नुले तोकेर एउटा के भित्रै पोल्दै त्यस्तै सेम त्यस्तै पोलिदिन्छ यार मैले त त्यही भएर सिस्नुतिर भनिदिन्छु के ल यहाँनिर आइपुग्यो होइन हामी धेरै बेरसम्म हान्ने माछा लागेन अनि हामीलाई चाहिँ के अन्दाज भयो भन्दाखेरि चाहिँ होइन त्यो हामी जाल खेल्दै आएको ठाउँमा हाम्रोभन्दा अगाडि चाहिँ कोही जाल खेलिदियो जस्तो लाग्यो कि हामीलाई किनभने अहिलेसम्म हाने माछै लाग्दैन होइन माछै लाग्दैन जहाँ हाने पनि माछै लाग्दैन त्यो कारणले गर्दाखेरि चाहिँ आज हामीले आजको गेमलाई जाल खेलाइ कार्यक्रमलाई यहीँ समाप्त गर्ने होइन घोषणा निर्णय गरियो है माछा भुका माछा छ यार यहाँ यार सानो माछा प्याक हान्ने होला नि सचिन भाइ अब क्या बोल्दा पब्लिक डुब्बा त प्याक हान्नु लाग्यो कि ल हान न त्यहाँ ओहो किधर किधरको मार रे यहाँ हानेको अवस्था छ है जाल चाहिँ ढुङ्गा बाहिर ढुङ्गा माथि माछा ढुङ्गा मुनि होला झमिलो छैन ल भन्दै आजको कार्यक्रमलाई यहीँ समाप्त भएको घोषणा गर्दछौँ है हाम्रो आयोजक समिति यो यता यस जाल प्याक भइसक्यो डेब्रोगानी अब प्याक हुने क्रममा र भन्दै गर्दा आजको माछा कति त कति होला उचाल्नु त यही बाटो छ नि लगभग आधा केजी वरपर है यो माछा समथिङ माछा आज उसले गर्दाखेरि के भन्छ अरे हत्केला खेल्ने जाल हुनेले गर्दाखेरि माछा लागेन भन्ने हामीलाई एकदम ठोस निर्णय आयो होइन माछा जहाँ हामीले माछै लाग्दैन त अनि के काम कि माछा होइन माछा नलागेपछि जाल हाल्नु जाल खटाल्नुको त बेकार छ नि त भन्ने हिसाबले चाहिँ आज जाल खटाल्ने काम नगरौँ होइन बरु भोलितिर आएर फेरि मारौँला खाउँला माछा भन्ने हिसाबले आज हामी यो जाल खेलाइ कार्यक्रम माछा मार्ने कार्यक्रमलाई समाप्त गर्दै होइन ल फेरि भेटौँला है त धन्यवाद सचिन भाइको पनि प्याक है अब खै सचिन भाइ माछा हेरौँ न त ल दुईजनाले एकसाक त मस्त मारे माछा त्यति भएपछि भइहाल्यो नि प्याकिङ कार्यक्रम चलिरहेको छ है जाल प्याक गर्ने स्टाइल ओ यो धन्यवाद सञ्चालकज्यूलाई